हेलो 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 एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला होइन। अब वर्ल्ड कप हेरिरहनु भएको छ भने अब सुपर 8मा क्वालिफाई भएर जाने सबै टिमको नाम थाहा भइसक्यो होला होइन। तर पनि म एकचोटि तपाईँहरूलाई भन्छु, अब ग्रुप एमा चाहिँ क्वालिफाई भएर जाने टिमहरू छ इन्डिया, साउथ अफ्रिका, वेस्ट इन्डिज अनि जिम्बाब्वे। र अनि अर्को ग्रुप बीमा चाहिँ क्वालिफाई भएर जाने टिम छ इङ्ल्यान्ड, न्युजिल्यान्ड अनि पाकिस्तान र श्रीलङ्का छ। अनि आज चाहिँ फेरि श्रीलङ्का र जिम्बाब्वेको म्याच चलिरहेको छ होइन। अब श्रीलङ्काले चाहिँ 7 विकेट गुमाएसँगै जिम्बाब्वेलाई 179को टार्गेट दिएको छ भने अब जिम्बाब्वेले मलाई लाग्छ आजको टार्गेट अब चेन्ज गर्छ पनि होइन। हुन त श्रीलङ्का एकदम फर्ममा भएको टिम छ अहिलेको पालि होइन। मलाई लाग्छ अब सुपर 4मा श्रीलङ्का नै जान सक्छ होइन। विकेटहरू निकालिरहेको छ, अहिले पनि म म्याच हेरिरहेको छु होइन। अनि ग्रुप एबाट चाहिँ सुपर 4सम्म जाने सम्भावना भएको भनेको एउटा वेस्ट इन्डिज अनि अर्को इन्डिया। अनि ग्रुप बीबाट सुपर 4मा जाने भनेको मलाई लाग्छ अब इङ्ल्यान्ड र श्रीलङ्कै जान सक्छ होइन। अनि त्यसपछि फाइनलको ट्रफी उचाल्ने भनेको इन्डियाले नै हो र फाइनलमा लड्ने भनेको अब रनर अप चाहिँ इङ्ल्यान्ड हुनसक्छ जस्तो मलाई लाग्छ होइन। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नुहोस्।